नमस्कार सम्पूर्णमा मेरो यस युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आज हामी कुरा गर्न गइरहेका छौँ छैठौँ टाइगर कपको बारेमा। छैठौँ टाइगर कपमा कुन टिम फाइनल पुग्छन् त? यो धेरैजनालाई जान्न मन लागेको विषय पनि हो र गण्डकी फाइनल पुग्छ या पुग्दैन, पर्वत पुग्छ या पुग्दैन, अथवा अब कुन टिम चाहिँ फाइनल पुग्छ भन्ने कुरा यस च्यानल मार्फत म हजुरहरूलाई बताउन गइरहेको छु। अहिलेसम्मको समीकरण हेर्दाखेरि जनवरी 29 को समीकरण हेर्दाखेरि सम्मको खेललाई आधार मान्दै हेर्ने हो भने गण्डकीको पोइन्ट 9 छ भने पर्वतको पनि 9 छ, नेपाल पुलिस 7 छ, एपिएफ 6 र आर्मी 5 छ। मालदिप्स भने खेलबाट पक्का बाहिरिसकेको छ। मालदिप्सको 0 अङ्क छ। गण्डकीको 9 अङ्क छ, 10 विन छ, 4 लस छ। पर्वतको 9 विन छ, 9 पोइन्ट छ, 11 विन छ, 6 लस छ। नेपाल पुलिसको 7 पोइन्ट छ, 5 विन छ, 7 लस छ। एपिएफको 6 पोइन्ट छ, 7 लस छ, 7 विन छ र आर्मीको 5 पोइन्ट छ, 8 विन 8 लस छ। गण्डकी भोलि हुने खेल जुन 16 गते हुने खेल गण्डकी र पर्वत बीच जुन यो खेल हुन गइरहेको छ, यो खेल दुवै टिमको लागि एकदमै महत्त्वपूर्ण खेल हो, किनकि दुवैको अङ्क समान 9 अङ्क छ र उनीहरू टप 1 र 2 मा बसिरहेका छन् भने नेपाल पुलिस टप 3 मा छ। नेपाल पुलिस र मालदिप्सको खेलमा नेपाल पुलिसले मालदिप्सलाई सोझो अथवा चौथो सेटमा गएर हान्छ भने नेपाल पुलिसको 7 अङ्कबाट प्लस 3 अङ्क भएर 10 अङ्क हुनेछ, जसले गर्दा टेबलको टप 1 मा नेपाल पुलिस रहनेछ। र आज हुने दोस्रो खेल एपिएफ र आर्मी बीच जुन खेल हुन्छ, त्यो खेलमा एपिएफको 6 अङ्क छ, आर्मीको 5 अङ्क छ, जसले गर्दा अब एपिएफले जित्यो भने 9 अङ्क हुने हो अनि आर्मीले जित्यो भने 8 अङ्क हुने हो। हामीले यहाँ 3टा टिम चाहिँ एकदमै कम्पिटिसनमा भएको देख्न सक्छौँ, गण्डकी, पर्वत र नेपाल पुलिस। नेपाल पुलिसले मालदिप्सलाई सोझो हान्यो भने 10 अङ्क बनाउनेछ। 10 अङ्कमध्ये उसले 10 अङ्क बनाउँछ भने पर्वतको 9 अङ्क छ, गण्डकीको 9 छ। भोलि हुने खेल टप छ, किनकि नेपाल पुलिस 10 अङ्क भएर बसिसकेको छ। अब पर्वत र गण्डकीमा अब दुवै टिमलाई जित्नुपर्ने एकदमै आवश्यक छ। 9 अङ्क ल्याएर पर्वत, 9 अङ्क गण्डकी छ। भोलि यदि गण्डकीले पर्वतलाई सोझो सेट हान्न सक्छ भने गण्डकीको 12 अङ्क हुनेछ, जसले गर्दा गण्डकी फाइनल पक्का पुग्नेछ। अथवा 5औँ सेटमा गएर भए पनि गण्डकीले जित्छ भने गण्डकी फाइनल पक्का जानेछ। र पर्वतको पनि 9 अङ्क छ। यदि पर्वतले गण्डकीलाई सोझो हान्छ अथवा 5औँ सेटमा गएर हान्छ भने पर्वत फाइनल जान्छ। अनि नेपाल पुलिसको 10 अङ्क रहन्छ, उसको 7 लस छ र 11 विन हुन्छ। र गण्डकीको 10 विन छ, 4 लस छ, जसले गर्दा भोलि गण्डकीले यदि 5औँ सेटमा गएर हार्छ भने पनि उसले 12 विन बनाउनेछ, 7 लस बनाउनेछ, जसले गर्दा गण्डकीलाई फाइनल पुग्न सहज हुनेछ। यदि भोलि गण्डकीले 5औँ सेटमा गएर गेम हार्छ भने पनि गण्डकी फाइनल पक्का पुग्छ। यदि पर्वत 5औँ सेटमा गएर हार्छ भने नेपाल पुलिस र गण्डकी फाइनल भिड्नेछन्, पर्वत बाहिरिनेछ, किनकि पर्वतको लस पोइन्ट धेरै हुनेछ। पर्वतको यदि भोलि हार्छ भने उसको लस पोइन्ट 9 हुनेछ। यदि 5औँ सेटमा गएर हार्छ भने 9 हुनेछ
नेपाल पुलिसको लस पोइन्ट 7 छ, जसले गर्दा एडभान्टेज नेपाल पुलिसलाई हुनेछ। भोलि यदि गण्डकीले हार्छ भने 5औं सेटमा गएर गण्डकी फाइनल जान्छ। 5औं सेटमा गएर हारे पनि गण्डकी फाइनल जान्छ। तर पर्वतले 5औं सेटमा गएर हार्छ भने ऊ फाइनल जाँदैन, जसले गर्दा नेपाल पुलिस र गण्डकी फाइनल भिड्नेछन्। यदि गण्डकीले हार्छ, पर्वतले 5औं सेटमा गएर जित्छ भने पर्वत भर्सेस गण्डकी नै फाइनल हुनेछ। यो विवरणले त्यही नै देखाउँछ। अब गण्डकी र पर्वतको खेलमा यदि पर्वतले जित्छ भने 5औं सेटमा गएर गण्डकी र पर्वतै भिड्नेछन्। यदि गण्डकीले 5औं सेटमा गएर जित्छ भने नेपाल पुलिस र गण्डकी भिड्नेछ। अब यो समीकरणले यही नै देखाउँछ। आशा गरौँ अब कसले जित्ने हो। धेरै समर्थक गण्डकीको पनि हुनुहुन्छ, पर्वतको पनि हुनुहुन्छ। अब जहाँसम्म नेपाल पुलिस र गण्डकी भिड्न पनि पायो फाइनल, अथवा गण्डकी र पर्वत जुन भोलि भिड्ने टिम छ पर्सि पनि त्यही टिम हुनसक्छ। किनकि यदि पर्वतले जित्यो भने 5औं सेटमा गएर पर्वत र गण्डकी नै भिड्छन्। यदि पर्वतले सोझो हान्छ भने गण्डकीलाई, पर्वत र नेपाल पुलिस बीच फाइनल हुनेछ। अथवा गण्डकीले सोझो पर्वतलाई हान्छ भने गण्डकी र नेपाल पुलिस हुनेछ। 5औं सेटमा गयो भने मात्रै पर्वत र गण्डकी फाइनल भिड्छन्। यदि 5औं सेटमा गएन, चौथो सेटमा अथवा सोझो सेटमा कुनै पनि टिमले हान्छ, जित्छ भने ऊ नेपाल पुलिससित फाइनल भिड्नेछ र उपाधिको लागि भिड्नेछ। अनि भोलि सोझो सेटमा हारेको टिम चाहिँ थर्डको लागि एपिएफसँग भिड्नेछ। त्यही भएर 5औं सेटमा खेल जान बित्तिकै दुवै टिम फाइनल प्रवेश गर्नेछन्। धन्यवाद।